हेलो गाइज वेलकम ब्याक टु माई भिडियो होइन आज चाहिँ हामी काठमाडौँको डे आउट गइरहेछौँ यसो काम गरेर धेरै दिन भएको थियो अनि साथी पनि भेट्ने आउने कुरा थियो त्यही भएर बाहिर निस्केको अनि अब यसै युट्युब चाहिँ कहाँ हो भनेर देखाइदिनु पऱ्यो भनेको त्यही मोमेन्टमा अब छेकियो होइन बसले पनि यताबाट ओट्याएको हान्यो देखाउन पाइनँ ब्याड लक अब ठिकै छ भ्लग हेर्नुहोस्। हेलो गाइज काठमाडौँको सोमबार हामी चाहिँ कहाँ छौँ हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा होइन कपाल अलिक डेन्जर छ पनि यहाँ आएर यति गरेर भने त के मजा हो र यता पनि छ आजको दिन हामी स्वयम्भूको दर्शन माथि छ हाम्रो दर्शन गरौँ गाइस दर्शन गरौँ परे भएको नि दर्शन गरौँ हातमा आएर बस्दैन होला टुरिस्टहरूको पनि दर्शन गरौँ यु क्यान सी डोनेसन्स यो सबको विशेषता चाहिँ के हो यिनीहरूले चाहिँ केलाई दर्शाउँछ भन्ने कुरा दिमागमा उठिरहेको यसले चाहिँ केलाई दर्शाउँछ भन्ने कुराहरू बौद्धको पनि अब होला नि त केही त्यो चाहिँ कमेन्टमा भन तपाईँ। अब यस्तो ठाउँमा आएपछि पनि स्लोमो भिडियो बनाउने त फोटो पनि भएन होइन अब छ्यास सिटी पनि लाग्यो होटलमा बसेर यसो भिडियो बनाएको भोइस ओभर गर्दाखेरि यो चाहिँ स्लोमो हो यसको चाहिँ ब्याकग्राउन्डमा पनि गीत कुनलाई ठिक होला एउटा मेरो साथी द ओस्तीको एउटा गीत छ ओस्ती र म यसको त्यही गीत चाहिँ ब्याकग्राउन्डमा हाल्नु पर्ला जस्तो छ। डिजेल र रासपा बराबर पेट्रोल थोरै नम्बरले अगाडि सनलाइटको कमाल कालो मान्छेले गोरो देखेको म चाहिँ गोरै छु होइन गाइस यताबाट हेर्दा नि हुन्छ यी त्यो चाहिँ कालो छ घामले गर्दाखेरि गोरो मान्छे घामले चाहिँ गोरो बनाउने पहिलो व्यक्ति हामीले फेला परेको छ होइन होइन घाम कुन घामले चाहिँ गोरो बनाउँछ कस्तो घामले तेरो बाउ भन्छ त घामको यो के टल्केको लोडिङ हुँदैछ अझै टल्केको घाम टल्केर गोरो भएको क्या घामको सनलाइटको कारण अनुहारमा डाइरेक्ट होइन क्यामेराले गर्दा गोरो देखेको यो राणाको मान पनि होइन गाइस म योभन्दा चाहिँ गोरो छु पहिला देखा ए सिम्पल भइरहेछ जोतमा अब थाहा भएको कुरालाई किन प्रमाणित गर्न खोज्नु म कालै छु गाइस हम काले हे तो क्या हुआ दिलवाले भन्ने गीत यो हजुरको फिल्डमा यो गोरो भएर केही खुलेको छैन म कालो भएर केही खुलेको छैन ल्यास्टिडल सक्यो जे छ जो जस्तो छ त्यस्तैमा बुझ्न सिक फुल्किन्छ अब बिस्तारै म कालो हुन्छु यो गोरो हुन्छ अनि चाहिँ केही हुन्छ डिजेल र रासपा बराबर पेट्रोल थोरै नम्बरले अगाडि। हेलो गाइज पशुपतिनाथले चाहिँ सुरुमा मेरो रक्षा गरून् त्यसपछि तपाईँहरूको पनि रक्षा अवश्य गर्ने हुनेछ तर सुरुमा चाहिँ मेरो रक्षा है पशुपतिनाथ कि जय हो। खै त देखिएन यति नै हो केही गर्न सकिएन भने पनि अप्सन छ है साथी हामीसँग ढुक्क भएर आइज न फर वाचिङ गाइज होइन अब बिस्तारै अरू भिडियोहरू पनि आउँछ हाल फिलहाल चाहिँ अब नयाँ ठाउँमा आएर अनि यो यहाँको वातावरण चाहिँ एडप्ट गर्नको लागि अलिकति मलाई थोरै टाइम लागिरहेछ अनि बडी पनि त्यति हेल्दी छैन होइन हल्का बिरामी मर्की सर्की होइन खोकी सोकी ज्वरो सोरो हल्का फुल्का आइरहेछ अब बिस्तारै रिकभर हुँदै गएपछि यस्ता भिडियोहरू धेरै आउनेछन् त्यसको लागि चाहिँ च्यानललाई सब्सक्राइब आइडीलाई फलो होइन लाइक कमेन्ट सेयर जे मिल्छ त्यति गर्नु पर्यो क्या बुझ्यो चल्दै चाहिँ मलाई अलिकति बढी मोटिभेसन मिल्छ अनि भिडियोहरू बनाउन मजा लाग्छ क्या।